हेलो एभ्रिवान, नमस्ते र स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। आशा गर्छु हजुरले धेरै सन्चै हुन्छ र म नि धेरै सन्चै छु। आज चाहिँ म डेली ब्लग दिन्छु भनेर सोचेको छु आजबाट, र के गर्छु दिनभरि, कहाँ जान्छु, के खान्छु, कसो गर्छु, मेरो दिनको सुरुवात कसरी हुन्छ र राति चाहिँ कस्तो हुँदो रहेछ सबै म देखाउँछु भनेर सोचेको छु। बिहान उठेर चाहिँ फर्स्ट अफ अल मैले गरेँ ब्रस, त्यसको पछि मुख सुख धोएर म चाहिँ फ्रेस भइसकेको छु गाइस। अनि अहिले चाहिँ म अब खाना आँटेको छु मेथी पानी। मेरो चाहिँ यो मेथी पानी भनेको यो नखाएपछि मेरो दिनको सुरुवातै हुँदैन। यो खाएन भने गेसको प्रब्लम छ, यति धेरै गेस हुन्छ फेरि मलाई। यो खाएन भने दिनभरि चाहिँ के खान सक्दैन। बिहान उठेर 2 ग्लास चाहिँ मेथी पानी जरुर खान्छु म, नभए मेरो दिनको सुरुवातै हुँदैन भन्नु भने। त मेथी पानी नखाइकन म कहीँ जाँदिनँ पनि, मेथी पानी खान्छु नै जस्तै जे गरेर पनि। अनि मेथी पानीको चाहिँ बहुत फाइदा छ र त्यही भएर खान्छु बिहान उठेर मेथी पानी। र मेथी पानी खाइसकेर चाहिँ यति खाइसकेर म चाहिँ लागेँ काम गर्दै थिएँ। म चाहिँ यता मिलाउँदै थिएँ, मेरो बेड यति मैला हुन्छ नि गाइस, सधैँ पुस्दा पनि घर चाहिँ जहिले मैला हुन्छ कि। अनि म चाहिँ बेडसिट 2 दिनमा चेन्ज गर्छु। आमाले चाहिँ मलाई गाली दिँदै हुन्छ, तेरो बेडसिट कसले दिन्छ भनेर खराउँदै हुन्छ, जहिले 2 दिनमा चेन्ज गर्छस्, गरे गर्छस् भन्नु। अनि त्यसको पछि चाहिँ म लाग्ने घर झाडु मार्न, घर झाडु झट्टा मारेँ। जहिले झाडु मार्छु घर त्यो पनि धुलो हेर्नु, अब दिनमा 2 टाइम झाडु मार्दा पनि यस्तो धुलो हुन्छ। घर झाडु मारेर म चाहिँ लाग्थेँ नुहाउनतिर, नुहाइधुवाइ गरेर म चाहिँ मुख सुख पुछिसकेँ। नुहाएर आउने बित्तिकै खलखली भइसकेको थिएँ म। अनि आएर चाहिँ आज सोचेँ मुख चाहिँ एकदम बिग्रिसकेको छ कि मेरो, अनि सोचेँ अलिकति क्रिम लगाउँछु भनेर मैले चाहिँ लगाएँ। फर्स्ट मोइस्चराइजर अलिकति, अनि सनस्क्रिम, त्यही मात्र लाउँछु म चाहिँ, धेरै केही लाउँदिनँ कि। डट एन्ड कीको सनस्क्रिम लाउँछु अनि मोइस्चराइजर लाउँछु, अरू केही लाउँदिनँ मुखमा त्यसरी। अनि त्यो लगाएर राम्ररी बन्ने, अलिकति चिटिक्क परिहालेँ। अनि गरम यस्तो छ, क्रिम लगाएको पनि लाभ हुँदैन, एकैछिनमा चाहिँ म खलखली हुन्छु। अनि त्यसको पछि म चाहिँ रेडी भएँ। अनि म चाहिँ दिनमा बिहान उठेर त्यसरी केही ब्रेकफास्ट गर्दिनँ, 1 बजी 12 बजीतिर भात खान्छु, त्यति नै। अनि आज खानामा चाहिँ मैले लिएको छु दाल, तिल र मटरको चटनी, अनि यता छ चाना र के भन्थे तामा फ्राई। गाइस, तामा भनेको चाहिँ धेरै मान्छेले बुझ्नुहुन्न, तामा भनेको चाहिँ हो बेम्बो सुट, जुन बेम्बोको कलिलो हुन्छ नि, हो त्यसलाई काटेर चाहिँ फ्राई गरेर खान्छन्। अनि भात सात खाइसकेर के खाउँ लाग्यो, यताउति हेरेको ठिक्क चुइगम भेट्यो। अनि चुइगम खाएर बाहिर के को हल्ला भनेर यसरी गरेर हेरेको, हाम्रो नयाँ घरमा चाहिँ किचनको इन्टेरियर बनाउन आँट्नु भएको छ। अनि त्यो बनाउनको लागि चाहिँ मान्छेहरू आइपुग्नु भएको रहेछ, दादाहरू आइपुग्नु भएको रहेछ। अनि त्यसको पछि म चाहिँ दिनमा सुतेँ गाइस। अनि सुतेर एकछिनमा त मम्मी आइपुग्नु भयो, मम्मी पनि घरमा हुनुहुँदैन। अनि मम्मी आएर छिटो नुहा भन्नुभयो। अनि म चाहिँ नुहाइधुवाइ गरेर रेडी भइसकेँ। अब चाहिँ म जान आँटेँ कि हाम्रो घर अगाडि एउटा पूजा छ, आज चाहिँ त्यहाँ लागबत्ती जलाउने अरे। अनि त्यही लागि चाहिँ मम्मी आएर छिटो उठाउनु भयो, छिटो रेडी हुँदा जानुपर्छ हामी सबै भन्नुभयो। अनि त्यसको पछि म पनि रेडी भएँ, यता मम्मी पनि रेडी हुनुहुन्छ। अनि यता हामी पुगिसकेको छौँ लागबत्ती जलाउनको लागि। यता चाहिँ कसैले मिलाउँदै हुनुहुन्थ्यो, कसैले चाहिँ लागबत्ती भिजाउँदै हुनुहुन्थ्यो। अब चाहिँ लागबत्ती जलाउने बेला भइसकेको थियो गाइस। अनि लागबत्ती जलाउँदा चाहिँ मलाई यति राम्रो लाग्छ नि, कुनै किन मलाई लागबत्ती जलाउनु चाहिँ बहुत राम्रो लाग्छ। लागबत्ती होस्, कीर्तन होस्, जहीँ यस्तो पूजाहरूमा आजकल होइन, पहिलेबाट एकदम रहर लाग्छ कि मलाई कीर्तनहरूमा जान पनि। र त्यसको पछि मेरो टर्न आयो लागबत्ती जलाउने। अनि मैले पनि जलाएँ लागबत्ती। अनि लागबत्ती जलाइसकेर चाहिँ यहाँ सबै घुम्नुपर्छ नि त लागबत्तीको वरिपरि, अनि सबै हामी घुम्न थाल्यौँ। र अहिले हामीले लागबत्ती जलाइसक्यौँ। अनि त्यसको पछि हामीले गर्न थाल्यौँ कीर्तन। यहाँ चाहिँ आज कीर्तन पनि हुने थियो र कीर्तन गर्न थाल्यौँ।
र गाइस कीर्तन सिर्तन गरेर पनि खत्तम भइसक्यो। त्यसपछि चाहिँ हामी तीनजनाको भेट भयो। हामी चाहिँ चाइल्डहुड फ्रेन्ड, हामी चाहिँ सानोबाट तीनजना एकदम बेस्ट फ्रेन्ड के। अहिले चाहिँ हामी छुट्टेका छौँ अनि हामी तीनजनाको भेट भयो र धेरै कुरा गऱ्यौँ। अनि त्यसको पछि चाहिँ म घर आइसकेको छु गाइस। अनि यो भिडियो चाहिँ यतिमै एन्ड गर्छु। आई होप तपाईँलाई राम्रो लाग्यो। थ्याङ्क यू फर वाचिङ। अनि तपाईँहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा चाहिँ जनाउन नबिर्सिनु होला है गाइस। अनि राम्रो राम्रो कमेन्ट पनि दिन नबिर्सिनु होला। अनि त्यसपछि चाहिँ म डेली ब्लग दिनु कि नदिनु तपाईँहरू पनि त्यो पनि भनिदिनु होला। अनि आजको ब्लग चाहिँ कस्तो लाग्यो त्यो पनि भनिदिनु होला। धन्यवाद गाइस हेर्नको लागि।